हेलो नमस्ते साथीहरु, हजुरहरुलाई स्वागत छ मेरो यस भिडियोमा। आज म बनाउन गइरहेकी छु जाडोको लागि सब्जी मसौरा। यसको लागि मैले लिएकी छु मासको दाल अनि केराउको दाल। हजुरहरुले सोस्ताको दाल पनि लिन सक्नुहुन्छ है। यसलाई चाहिँ मैले रातभरि 12-13 घण्टा भिजाएकी छु। अब चाहिँ यसलाई मैले मिक्सरमा पिस्न जाँदै छु है। मलाई चाहिँ मसौराको सब्जी एकदम मन पर्छ। जाडोमा मसौरा आलुको सब्जी झोल एकदम मन पर्छ। यसरी मैले यतिको पेस्ट बनाएँ। यो चाहिँ इस्कुस हो है। इस्कुस या हामी चाहिँ ठुलो करेला पनि भन्छौं। आज म इस्कुसको मसौरा बनाउन गइरहेकी छु। यसलाई मैले कोरेसम्म कोरे अनि यतिको कोरिसकेपछि चाहिँ मैले पानी निचोर्दै छु। अनि यतिको पानी निचोरिसकेपछि चाहिँ अघि पिसेको दालसँग मिक्स गर्न गइरहेकी छु। हजुरहरुले चाहिँ यो कुबिन्डोको पनि बनाउन सक्नुहुन्छ, कर्कलोको पनि बनाउन सक्नुहुन्छ। हामीले चाहिँ इस्कुस अनि कुबिन्डोको मसौरा बनाएका छौं है यो जाडोको लागि। यसलाई चाहिँ एकदम मज्जाले मार्नुपर्छ, मज्जाले मिक्स गर्नुपर्छ। यसरी मिक्स गरिसकेपछि मैले एउटा सफा बोरा लिएँ। त्यसमा माथिबाट आटाहरु छर्किदिए किनभने यसमा टासिन सक्छ। अनि माथि छतमा बसेर मैले यतिको सानो पिसमा तयार पार्दै छु मसौरा। हजुरले देख्न सक्नुहुन्छ भिडियोमा। यसलाई चाहिँ 2-3 दिन घाममा मज्जाले सुकाउनु पर्छ। यसरी तयार भयो हाम्रो मसौरा। यसरी तयार भयो हाम्रो मसौरा। हजुरहरु पनि एकचोटी बनाएर खानु होला है त। हस्, धन्यवाद।